हेलो साथीहरू, के छ हाल खबर? आरामै हुनुहुन्छ? हामी त यहाँ एकदम गाह्रो भएछ। गर्मी पनि के साह्रो हो यस्तो, लास्टै गर्मी छ होइन। हामी चाहिँ यहाँ हाउस वायरिङ गर्ने क्रममा छौँ, भित्र हो सिक्टरमा। र पनि फेरि यस्तो पसिना हेर्नुहोस् त, लास्टै गाह्रो छ यार। माथि सिलिङ कस्दाखेरि एकदम त्यो माथिको छत तातेर चाहिँ एकदम गाह्रो भइरहेछ क्या, हेर्न सक्नुहुन्छ। यहाँ माथि एउटा कसेर भ्याइयो बल्ल दुईवटा। अब यता यो उसमा चाहिँ म एकदम गाह्रो हुने कि छत तातेर होइन। हामीले तार हालेर चाहिँ अहिले भर्खरै भ्यायौँ। अब यहाँ मामाजी यता हुनुहुन्छ। हेलो, गर्मी कस्तो हुँदैछ? गर्मी? स्विच बुनेर भ्याउनु भयो? यता बुनेर भ्याइसक्नु भएछ। आदि छ यसलाई। यो कुन कम्पनीको रहेछ फेरि? एमजी गोल्डको? एमजी गोल्ड के को? स्विफ्ट गोल्डको रहेछ। यो स्विच भइहाल्यो। यता डिम्मरहरू छन् होइन। अनि यता होल्डरहरू मस्त कसेर भ्याइसक्यौँ हामीले चाहिँ। यहाँ अझै कस्नै बाँकी छ। यसरी टक्क लाएर यता त पङ्खा चल्दैछ बाहिर त, तर मलाई चाहिँ सिलिङ कस्दाखेरि लास्टै पसिना आयो यार। पङ्खा छैन, छिटो जोडेर चाहिँ पङ्खा लगाउनु पर्ने। पसिना निस्किनु भिज्यो यार। अब नास्ता खाने पनि भयो हामीले होइन। नास्ता खाएपछि फेरि हामीले यो फिनिसिङ गरेपछि देखाउँछ है त साथीहरू। यहाँ चाहिँ हामीले होइन स्विच बुन्दैछौँ। नयाँ स्विचहरू कसरी हाल्ने भने एमसिबी चाहिँ यहाँनिर बस्छ। यो एमसिबीको लागि हो। हामीले मेन तानेर भ्याइसकेका छौँ सबै। अनि एमसिबीको लागि यहाँ आउँछ। हामीले एमसिबी बुन्दैछ अहिलेलाई चाहिँ। हाम्रो ठेकेदार साथले चाहिँ उस गराउँदै हुनुहुन्छ, स्विच बुन्न सिकाउँदै हुनुहुन्छ होइन। यो 4 ग्याङ स्विच 6 ग्याङ स्विच होइन, यो 6 प्लस हो सकेटको नयाँ स्विच बुन्न सिकाउँदै हुनुहुन्छ। र यहाँ म तपाईँलाई क्लियर रूपमा नजिकबाट जुम बनाएर देखाउँछु। तपाईँहरूले पनि घरमा बसेर होइन, आफ्नो कुनै मिस्त्रीहरू नआउँदाखेरि घरमा केही बलब सलब भयो, स्विचहरू फेर्नु पऱ्यो, चेन्ज गर्नु पऱ्यो भने चाहिँ यही भिडियोलाई हेरेर तपाईँहरूले एकदम सुरक्षित तरिकाले गर्न पनि सक्नुहुनेछ। त्यो हामीले पनि यहाँ देखाउँछौँ र हेर्नुहोस् है त। त्यस्तो फेरि अर्को माथि भर्याङमा यहाँ टेस्टर नयाँ चाहियो अरे। टेस्टर मैले काम गर्ने टेस्टर यहाँ माथि राखेको छु होइन। यसरी म यता दिन्छु ल। यसलाई के भन्छ? कति ग्याङको स्विच हो? यो 6 प्लस है स्विच। इन्डिकेटर यहाँ अलरेडी दिएको हुन्छ। 5 पिन भइहाल्यो, सर्किट भयो। अनि यो 6वटा स्विच भयो। यहाँ चाहिँ यस्तो लेखेको हुन्छ, नजिकबाट देखिन्छ नि, भिडियोमा देखिन्न होला। यहाँ लाइन देखेको छ, लाइन 1। अनि लाइन 1 सर र बुन्ने हो हामीले। अनि यहाँ न्युट्रल देखाएको छ, यहाँ लेखेको छ, स्विचबाट दिने हो लेखेको हुन्छ। ख्याल गर्नु पऱ्यो। यो चाहिँ लाइन 1 भनेको चाहिँ बत्तीहरू बाल्ने कुरा हो। तलको चाहिँ मेन लाइन भनेको चाहिँ मेन लाइन दिने कुरा हो। म बुनेर देखाउँछु तपाईँलाई। टक्क यति गर्ने, यो नापेर तार छिन्ने एक साइडको। त्यसलाई पिलास भन्छ के भन्छ? यसलाई पलाएर भन्छ खासमा। पलाएर यसले भन्दा पिनास भन्छ नि त। पलाएर चाउचाउ पनि अगाडि राख्नु त यहाँ। जहिले खाएको खानु पऱ्यो नि त। यहाँ यसरी हाल्नु पऱ्यो होइन। इन्डिकेटर डाइरेक्ट बाल्न मन लाग्यो भने चाहिँ इन्डिकेटर यहाँ हाल्ने, होइन भन्ने भने यो त स्विचमा हाल्दै भयो। स्विच पावर सेटिङ बोले गराउनु पऱ्यो भने सिधै यसमा हाल्ने, सिधै यसमा हाल्नु पऱ्यो होइन। अब स्विच अन गरेर बाल्नु पऱ्यो भने यसमा हालिदिनु पऱ्यो होइन। र माथि स्विचमा हाल्दै भयो। यसरी नाप्नु पऱ्यो। यसरी नापेर यो फेसको लागि होइन। यसमा मेन लाइन दिने हो। माथिबाट चाहिँ बत्ती पङ्खा जे चलाउने, माथिबाट चलाउने लाइनको लागि हो। यो खाली भएको स्विचहरू चाहिँ स्विचहरूको लागि, बत्तीहरूको लागि क्या।
अब यति गरेपछि कम्प्लिट भयो होइन कम्प्लिट भएन यो कम्प्लिट हुन धेरै छ होइन यो उसको लागि मेन लाइनको लागि त अब कम्प्लिट भयो नि त राम्रोसँग टाइट भएन भने फेरि लाइन सप्लाई नहुने सम्भावना बढी हुने रहेछ होइन त्यो लाइन सप्लाई हुन स्पार्क गर्छ त्यो चाहिँ कम्प्लिटली टाइट गर्नु पऱ्यो अनि यसले नि अनि सर्किटको लागि बुन्ने यसलाई डबल गरेर हाल्नुभयो भने चाहिँ राम्रोसँग आउँछ डबल भन्नाले यस्तो तार लामो छिर्ने त्यसरी मोडेर त्यसरी छिराउने है त काटेर अनि लाइन 1 बाट लोड हो यो चाहिँ स्विच अन गरेपछि मात्र माथि लाइन आउँछ यो टाइट गर्ने लाइन 1 मा हाल्ने बत्ती यो भनेको स्विच अब यसले गर्दाखेरि यहाँ हामीले मोबाइलहरू चार्ज गर्नु पर्यो भने हामीले स्विच अन गर्छौँ नि अन गर्नुको लागि चाहिँ यो स्विच भयो अब यो यहाँ जाने रहेछ यसरी यो कुनै पनि बेला अब यो यसरी खोल्ने यो लक सिस्टम हुन्छ अनि यो झिकेर यसमा डिमर हाल्ने यताबाट खोल्नु पऱ्यो यसलाई यसरी ढकाल्यो नि पुस गऱ्यो नि बल्ल झिक्किन्छ म डिमर पनि हालेर देखाउँछु यो स्विफ्ट गर्लको डिमर यहाँ पनि सेम लेखेको हुन्छ आउटपुट इनपुट यसलाई चाहिँ त्यसरी बाहिरबाट हाल्नु पऱ्यो होइन बाहिरबाट हाल्नु पऱ्यो राम्रोसँग दबाउनु पऱ्यो राम्रोसँग दबाएपछि लक भयो डिमर लाउन पनि एकचोटि सिकाएको डिमर पनि यसरी लगाइन्छ त्यो डिमरको लागि पनि यो स्विच यहाँनिर यो यसको लागि डिमरको छेउको स्विच स्विचमा हालेर यो पङ्खाको तारमा जोड्दैन न्युट्रल अलरेडी गएको हुन्छ स्विच यसरी कम्प्लिट हुन्छ यो कम्प्लिट भयो यो स्विच अब हामीले चाहिँ अहिले जोडेर पनि देखाउँछौँ अनि इनकेस होइन अब यो स्विच बिग्रियो अब यो बिचको स्विच बिग्रियो भने तपाईँले यो यसरी बोर्डमा राखेको हुन्छ होइन त्यो बोर्ड खोलेर त्यसपछि यो दबायो भने यसरी खोल्नु पर्यो तार अनि यसरी यो दबाउने यो दबाएपछि बाहिर जान्छ स्विच यसरी त्यहाँ त्यो सेम तरिकाले फेरि त्यहाँ हालेर अनि यो चाहिँ 3वटा चाहिँ खोल्नु पर्यो यसरी खोलेर यो निकालेर हाल्नु पर्यो तर काम गर्दाखेरि अब तपाईँहरूले चाहिँ मेन लाइन अफ गरेर गर्न सक्नुहुन्छ चेन्ज गर्न सक्नुहुन्छ त्यो चाहिँ ख्याल गर्नु होला अब हामीले चाहिँ यो सबै जोडेर पनि तपाईँहरूलाई देखाउँछौँ है त